चाहियो नि अहिले बिउको लागि चाहिँ यसले काम गर्यो त्यो भएर हामीले 6वटै चिजलाई मिल्ने हिसाबले सामुदायिक जिन ब्याङ्क पनि लानुपर्छ भन्ने चाहिँ छ जस्तै यहाँ केही बोर्डहरू देखियो त्यो चाहिँ हामीले सामुदायिक फिल्ड जिन ब्याङ्क भनेका छौँ त्यही कन्सेप्ट हो त्यसलाई अलिक एक्सटेन्ड रूपमा त्यो भएर ओभरअल किसानसँग भएका 6वटै कम्पोनेन्टमा काम गर्नुपर्छ भन्ने धारणा लिनु होला मेरो त्यो अनुरोध त्यो धारणा लिनको लागि फेरि यसरी एउटै बिल्डिङ बनाएर सबै यहाँ ल्याउनुपर्छ भन्ने छैन 2-3टा मोडेल छ त्यसमा हामी पछि बिस्तारै सल्लाह गर्छौँ अनि कसरी काम गर्ने भनेर सहमतिमा जोडाउँछौँ त्यो भएर मेरो अनुरोध अन्तिम अनुरोध आफ्नो पनको रैथानेलाई हेला नगर्नुहोस् जे गर्छ रैथानेले गर्छ यदि कमजोर छ भने कृषि विज्ञ किन चयन गरेको पढे लेखेको छ त उसले त्यो रैथानेलाई लात हान्नको लागि कृषि सेवाको लागि कृषि कर्मचारी राखेको होइन नि तपाईँमा परेको समस्या तपाईँको रैथानेले उत्पादन दिँदैन भने त्यसमा भ्यालु एड गर्नु तपाईँले बच्चालाई किन पढाउनुहुन्छ बच्चाहरूलाई पढाएर भ्यालु एड गरेर त्यसलाई नेसनल कम्पिटिसन वर्ल्ड कम्पिटिसनको लागि हो नि त्यो भएर रैथानेमा पनि कमजोरी छ भने अनुसन्धानकर्ता प्लस हाम्रो कृषि कर्मचारीलाई भ्यालु एड गर्नु पर्यो त्यसलाई रिप्लेस गरेर इन्डस्ट्रीलाई रिप्लेस गर्ने होइन भन्ने हिसाबले आफ्नो रैथानेलाई संयुक्त रूपमा कसरी अगाडि लानुपर्छ भन्ने चाहिँ सोचका साथ काम गरौँ यसमा सबैको सहमति हुनुपर्छ भन्ने चाहिँ मेरो अनुरोध हो र नेपाल सरकारले यसको कानुनी मान्यता बनाउने क्रममा पनि हामी लागिरहेका छौँ यसमा तपाईँहरू सुझाव पनि दिनु होला हाम्रो पितामह सीता म्यामहरू मार्फत हामीले कलेक्सन गरेका छौँ 1 वर्षभित्र कृषक अधिकार चाहिँ दिनुपर्छ भनेर हामीले ड्राफ्टिङ गर्दैछौँ हाम्रो उहाँ चाहिँ अस्ति आउनुभएको थियो होइन तपाईँ जानुभएको थियो नि उहाँ आउनुभएको थियो त्यसमा केही बहस पनि भएको छ त्यो भएर आफ्नो अधिकार र आफ्नोपनलाई मार्केटिङ गर्नुपर्छ भन्ने मनन गर्नु होला मैले यति राखेँ हस्